हेलो साथीहरू, स्वागत छ मेरो अर्को भ्लग च्यानलमा होइन। आज चाहिँ म एउटा सानो केही जानकारीहरू दिन चाहन्छु क्रोएसियाबाट होइन। आई होप सबै सन्चै हुनुहुन्छ होला होइन। सो आजको मेन चाहिँ अहिले सबै साथीहरूको चाहिँ वर्क पर्मिटहरू धेरै व्यक्तिहरूको चाहिँ क्यान्सल भएको छ। सो के कारणले वर्क पर्मिट क्यान्सल भएको हो, के छ वास्तविकता, यहाँ क्रोएसियामा भएको व्यक्तिको वर्क पर्मिट कति टाइममा आइरहेको छ, यथावत कुराहरूको बारेमा चाहिँ म विश्लेषणमा जानकारी गर्नेछु। सकभर भिडियो छोटोमा सक्ने प्रयास गर्नेछु। भिडियो अन्तिमसम्म हेर्नु होला। यदि च्यानल नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सनु होला। सुरु गरौँ मेन टपिक्सतिर है त। अहिले यो 2026 लाग्ने बेला यो 2025 डिसेम्बरसम्मको यो लेटेस्ट न्युज अनुसार चाहिँ नेपालीहरूलाई चाहिँ वर्क पर्मिट दिनमा धेरै कडाइ गरिरहेको छ। 95% व्यक्तिहरूको चाहिँ वर्क पर्मिट खारेज नै भएको छ होइन। एउटा पुलिस स्टेसनबाट मात्रै 6000 वर्क पर्मिटहरू क्यान्सल भएको छ हाम्रो यतातिरको। सो नेपालीहरूको मात्रै हो त्यो, अरू फिलिपिनहरू अरू देशबाट त आइरहेका छन् होइन। सो हाम्रो के कारणले भएको छ भन्ने हिसाबले बुझ्दाखेरि चाहिँ अहिले क्रोएसियामा नेपालीहरू एकदम विचल्ली धेरै छन्। पहिला यिनीहरूलाई यहीँ भएको मान्छेहरूलाई चाहिँ टुङ्ग्याउने, पछि चाहिँ अब यहाँको त्यो समस्याको समाधान भयो भने बल्ल त्यसपछि ल्याउने भनेर हो। तर ब्यान चाहिँ भएको होइन है, नेपालीहरूलाई ब्यान चाहिँ गरेको होइन। तर त्यो चाहिँ हो मेन कारण होइन। अनि वर्क पर्मिटको बारेमा यहाँ क्रोएसियामा जो जति साथीहरू जब चेन्ज गर्दै हुनुहुन्छ होइन, उहाँको वर्क पर्मिट कति समयमा आइरहेको छ, नेपालीहरूको वर्क पर्मिट कतिमा आइरहेको छ सबभन्दा मेन कुरो अहिले चाहिँ खारेज नै भएको छ। नत्र भने चाहिँ नर्मल्ली तपाईँको 3 महिनादेखि 6 महिनाभित्रमा चाहिँ नेपालीहरूको वर्क पर्मिट आउँछ, जुन नेपालबाट एप्लाई गर्ने साथीहरूको लागि चाहिँ होइन। अब यहाँ क्रोएसियामा हुने साथीहरूको चाहिँ जो पहिलादेखि नै काम गरिरहनु भएको छ, त्यो अब अर्को रिन्यू गर्दाखेरि चाहिँ वर्क पर्मिट एप्लाई गर्नुपर्ने हुन्छ हो। त्यो रिन्यू गर्दाखेरि जुन सेम कम्पनीबाट ठक्क रिन्यू गर्दाखेरि अरू कम्पनीमा चेन्ज गर्ने होइन कि त्यही कम्पनीमा रिन्यू गर्नको लागि चाहिँ कम्पनी चेन्ज गर्नु भन्दा अलिकति छिटो आउँछ वर्क पर्मिट होइन। त्यसमा पनि पुलिस स्टेसन हेरी हुन्छ। जस्तो कि तपाईँको ठुलो सिटी हो, अलिकति धेरै बिजी हुन्छ त्यो स्टेसन भनेपछि तपाईँको 4 महिना 5 महिना 6 महिना पनि लाग्न सक्छ यहीँ भएको व्यक्तिको होइन वर्क पर्मिट आउनलाई। तर अलिकति सानो स्टेसन हो, मतलब इक्जाम्पलको लागि म अहिले कर्क आयरल्यान्डमा बस्छु। हाम्रो यो भनेको कर्क आयरल्यान्ड हो, त्यहाँ खासै धेरै भिड हुँदैन। सिजनमा चाहिँ धेरै भिड हुन्छ, अफ सिजनमा अहिले त्यति भिड हुँदैन। तर यो हामी कर्क आयरल्यान्डमा बस्ने साथीहरूको लागि चाहिँ लगभग 2 महिना 2.5 महिनाभित्रमा चाहिँ वर्क पर्मिट आउँदो रहेछ होइन। यो किनभने चाहिँ धेरै बिजी हुँदैन नि त यो स्टेसन। सो रिएकाको मैले बुझेको, रिएका एकदम ठुलो सिटी हो। रिएकामा चाहिँ तपाईँको 4 महिना भइसक्यो, अहिलेसम्म पनि आएको छैन। लगभग 5औँ महिना भइसक्यो, 5औँ महिनासम्म पनि वर्क पर्मिट आएको छैन हो। त्यही भएर वर्क पर्मिट कसैको ढिलो आउँछ, कसैको छिटो आउँछ, के कारणले रहेछ भन्ने कुरा पनि बुझ्नुभयो। जुन पुलिस स्टेसन अनुसार फरक पर्छ होइन। सो गाइज, आजको भिडियो यति नै। भिडियो कस्तो लाग्यो, भिडियो मन परे सक्दो सेयर, लाइक, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिने है त। ल ओके, बाई।